माछा पुर्छे फेवा तल आइछु भने यस्तै छ है। हेरौँ त टक्क पारी बिचमा मन्दिर छ, ढुङ्गाहरू। यति दामी देखिरहेको है। हेरौँ बिचमा ढुङ्गाहरू। सोल्टी माछा हेर्नु न, माछा हेर्नु न सोल्टी। हेर्नु त यो माछा त पालेको होला नि, पालेको माछा। हेरौँ त कति धेरै छ। आहा मोर्ला नि त नखाइछ चारो हाल्छ होला नि। माछा गएको त लानुहुन्छ त हुन्छ मोर्ला नि नि त कति धेरै ठुला हेर। काली मैयाहरूले त कुदाएकै छ नि त। पुरा यस्तो छ। यति दामी के पुरा मान्छेहरूको भिड। यो चारैतिर पार्क छ क्या, बिचमा हो क्या फेरि यो ठ्याक्क होइन। चारैतिर मजाले रमाउने बस्ने आनन्द छ ठाउँ होइन। यस्तो छ बिचमा। यस्तो चाहिँ फोटो खिच्नेहरू। म त दङ्ग छु हो हेर्दा हेर्दा। यति राम्रो, यति आनन्दको ठाउँ होइन। यता हेऱ्यो आनन्द, उता हेऱ्यो आनन्द छ। कसैलाई केही टेन्सन छैन, आफ्नै पारामा हिँडेको छ मान्छेहरू पनि होइन। न चिन्ता न पिर न केही। यस्तो आनन्दको जिन्दगी चाहिँ यिनीहरू मान्छेहरूको जिन्दगी देखेर यति आनन्द फिल हुन्छ नि। सिम सिम पानी रहेछ बेमानी। आनन्द के चिल पारामा हामी पनि घुम्दैछौँ है। हामी पनि टेन्सन लिएको छैनौँ।